नमस्ते साथीहरू। आज पनि म फेरि बर्दुबाई जाँदैछु। साथीहरूको चाहिँ रक्सी खाँदै रहेछ। आज बर्दुबाई जानको लागि खासै ठुलो काम त थिएन, तर पनि यसो काम नभएको कारणले गर्दाखेरि घुम्नको लागि म गइरहेको छु। अनि यो चाहिँ म बस्ने एरिया हो। यहाँनिर चाहिँ मेरो क्याम्प छ। आज म घुम्न गइरहेको छु। आज चाहिँ मैले हिँड्दै बाटोमा जुस पनि पाएँ है। आज हाम्रो दिनेश लुङासँग भेट हुँदैछ। एकदमै मिल्ने लुङा हुनुहुन्छ, उहाँसँग भेट हुँदैछ। आज घाम त लागिरहेछ दुबईमा, तर त्यस्तो साह्रो गर्मी चाहिँ छैन है। झापा जति पनि छैन यहाँ चाहिँ। अनि त्यही भएर रुखहरू चाहिँ अब सुकेकै छ, तर त्यस्तो गर्मी छैन। म जुस खान्छु है त। र साथीहरू, म यो परको सेतो र रातो भएको गाडीबाट जानुपर्छ, आरटीआर बसबाट। यहाँ चाहिँ है। र अहिले चाहिँ म ट्रेनभित्र छिरिसकेको छु। ट्रेनभित्र बसिरहेको छु म। ट्रेनभित्रबाटको बाहिरको भ्यूहरू यस्तो देखिरहेको छ। ट्रेन चाहिँ स्टेसनभित्र छिरिसकेको छु। म चाहिँ अल्पुबैवा स्टेसनमा ओर्लिने हो। अहिले चाहिँ अल्पुबैवा स्टेसनमा पुगेको छैन। यस पछाडि हामी जाँदैछौँ। ट्रेनको लिक चाहिँ यस्तो खालको छ है साथीहरू। ट्रेनको लिक। यस पछाडि भने हामी जाँदैछौँ सारारारा ट्रेनको बाटो हुँदै। जाँदै अब चाहिँ हामी सिधै भेटघाट हुन्छौँ हाम्रो टिमसँग। नमस्कार सेवाहरू है। हाम्रो दिनेश लुङासँग भेट भएको छ आज पनि। हामी दर्शन नमस्ते अस्तिकै होटलमा आएर बसिरहेको छौँ खाजा खानलाई। हामी भेट भएको छौँ होइन। विशेष गरेर चाहिँ अब साह्रो काम चाहिँ मेरो नै काम थियो। मैले उहाँलाई बोलाएर चाहिँ उहाँसँग भेट गर्छु। त्यही हो। अब हामी खाना खान्छौँ अनि सक्छौँ। हजुर। सानो काम, हामी त्यति ठुलो काम चाहिँ होइन, तर सानो सानो काम लिएर आएको थियौँ। अब दिनेश लुङा अब व्यस्त हुनुहुन्छ। हाम्रो दिनेश लुङाको चाहिँ फेरि गर्लफ्रेन्ड अलिक धेरै छ र मोबाइलमा बिजी हुनुहुन्छ। त्यस्तो खालको मान्छे छैन। यता हाम्रो पनि हुनुहुन्छ, हाम्रो कुम्बा होइन, कुम्बा दाई हुनुहुन्छ यता। ह्यान्डसम कुम्बा दाई। हामी चाहिँ तिनजना आएर यहाँनिर बसिरहेको छौँ। घामको प्रकाश परेर चाहिँ यता यो राम्रो देखिएन है। र अब एकछिनमा हामी छुट्छौँ। हाम्रो दिनेशसँग चाहिँ यहीँ पछाडि गाडी भेटिन्छ। मेरो चाहिँ उता गएर ट्रेनमा छिर्नुपर्छ। त्यही भएर ल, अघि चाहिँ हामी सानो हाम्रो काम पनि थियो अनि रेस्टुरेन्टमा खाना पनि खाइयो। अब हामी चाहिँ यहाँबाट छुट्टिने अवस्थामा छौँ होइन। अब गाडी, अब यो खालको गाडी जान्छ हाम्रो दिनेश लुङाको। म चाहिँ उता गएर ट्रेनमा जानुपर्छ। अनि त्यहाँदेखि हाम्रो आजको कार्यक्रम यस्तै नै रह्यो। एकदमै भेटघाट भयो, खाजा खायौँ होइन। म चाहिँ आज अलिक धेरै इनर्जी ड्रिङ्क पिएर होला अलिकति कस्तो फिल भइरहेको छ, पुरा पावर आइरहेको छ मलाई। सो हाम्रो तिनजना याक्थुङ्बाहरूको भेटघाट भयो। हामी खाजा खाएर अब छुट्ने बेलामा हामी सानो एउटा भिडियो बनायौँ। सो सी यु गाइज देयर। हामी भेट्दै गर्छौँ, भिडियोमा हेर्दै गर्नु होला। सेवाहरू नमस्ते। दिनेश लुङाहरू चाहिँ आफ्नो गाडी अलग्गै अर्कै ठाउँ जाने र मेरो अलग्गै अर्कै ठाउँ जाने भएको कारणले गर्दाखेरि म चाहिँ यता ट्रेनतिर जाँदैछु। उहाँहरू चाहिँ बस चढेर जाँदै हुनुहुन्छ। म ट्रेनमा चढ्नको लागि लिकबाट ओह्रालो झरिरहेको छु। आजको मेरो भिडियो लगभग यस्तै नै होला। कस्तो भयो सल्लाह सुझाव र प्रतिक्रिया दिनको लागि अनुरोध गर्न चाहन्छु सबै भ्युअर साथीहरूलाई।